साथीहरू यहाँ चाहिँ एउटा कार चाहिँ दुर्घटना भयो जस्तो छ। आज बिहानको एक्सिडेन्ट भन्न सकिन्छ यहाँतिर। यसरी चाहिँ बाटोदेखि निस्किएर त्यहाँदेखि निस्किएर चाहिँ यहाँ माथि आएर यसरी चाहिँ दुर्घटना भएको छ। यो कार मानवीय क्षति चाहिँ नभएको जस्तो देखिन्छ। त्यस्तो मानवीय क्षति नभए तापनि कार चाहिँ बाटोदेखि माथि आएको छ साथीहरू। यहाँनिर चाहिँ पोलमा आएर ठोकिएको अवस्था छ साथीहरू। ट्याक्कै बाटोदेखि माथि आएर त्यहाँदेखि चढेर यहाँ आएर यसरी चाहिँ एक्सिडेन्ट भएको छ साथीहरू। सक्नुहुन्छ यहाँ यसरी चाहिँ अनियन्त्रित भएर चाहिँ पोलमा आएर ठोकेको छ। यो चाहिँ देवी बुटोलको चाहिँ इटाभट्टी लाइनमा।